सूचना अनुसार चाहिँ छातीमै ताकेर गोली हान्ने आदेश चाहिँ त्यो अन्तिम बिन्दु हो। तपाईहरुले गोली नै चलाउँदा पनि घुँडामुनि गोली चलाउने भन्ने हुन्छ। झन्डै 1.5 दर्जन कदमहरु पछि त्यो ठाउँ आउँछ। तपाईहरुलाई गोली चलाउन चाहिँ कति धेरै हतार भएको? कांग्रेसलाई भोलि राज संस्था फर्किहाल्यो भने 47 सालको संविधान त कांग्रेस एमालेले मानेको। यद्यपि उहाँहरू गणतन्त्रमा गइसक्नुभयो, उहाँहरू राजा मान्नुहुन्छ भन्न खोजेको होइन, तर उहाँहरूका एजेन्डाहरू त 47 साल अघि पनि थिए, पछि पनि थिए, अहिले पनि छन्। माओवादीको एजेन्डा त गणतन्त्र, मलाई संघीयता, धर्मनिरपेक्षता, सुन्नु न, ती सबै सकिन्छन्। त्यो चाहिँ हो। तपाईले त्यस्तो भयो भने, काल्पनिक कुरा गर्ने हो भने त्यस्तो त हुन्छ, तर म अर्को पाटो हेरिरहेको छु मैले। यदि त्यस्तो दुर्घटना हुने नै स्थिति आयो भने प्रचण्ड र माओवादीको झन् ठुलो खोज जनताले गर्नेछ, झन् ठुलो आवश्यकता बोध हुनेछ र विशाल आन्दोलन फेरि हुन्छ। होइन, अब जंगल पस्न त सकिन्छ। आगामी वर्षसम्ममा सबै ड्रप आउट समाप्त पार्छौँ भनेको छ र शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याउँछौँ। हामीले हाम्रो आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने योजनाबद्ध विकास गर्छौँ भनेर हामीले भनेका छौँ। स्वास्थ्य क्षेत्रलाई त्यसै गरी नेताहरूले जिम्मा लिएका भनिएका विद्यार्थीहरू त अहिले स्कुल गएका छैनन् भनेर रिपोर्टिङहरू आइरहेछन् जिल्ला जिल्ला। तपाईको कस्तो राम्रो सोच रहेछ के मन्त्रीज्यू। तपाईको अनुहार हेर्दा यति राम्रो हुनुहुन्छ, सोच तपाईको यति राम्रो छ, सपना यति धेरै राम्रो छ, अनि कुलमान घिसिङलाई किन निकाल्न खोज्यो?